बाल्यकालको खेल सकिएपछि भाग्यको खेल सुरु हुन्छ। समयमै बुद्धिमान बन्नुहोस्, किनभने युवावस्थामा जे छर्नुहुन्छ वृद्धावस्थामा त्यही काट्नुपर्छ। धेरै फरक छ नि महत्त्वपूर्ण हुनु र आवश्यक हुनुमा। कहिलेकाहीँ हामी केवल आवश्यक मात्र हुन्छौँ, महत्त्वपूर्ण होइनौँ। यदि तपाईँलाई तपाईँको परिवारले माया गर्छ, तपाईँका केही असल साथीहरू छन्, तपाईँको टेबलमा खाना छ, शरीर ढाक्ने एक सरो लुगा छ र तपाईँको टाउको माथि छानो छ भने तपाईँले सोचेको भन्दा धेरै धनी हुनुहुन्छ। केही प्राप्त गरेपछि अहङ्कारी नबनौँ, किनकि दिनेवाला पनि उनै हुन् र खोज्नेवाला पनि उनै हुन्। उनले न कागज राख्छन् न किताब राख्छन्, तर पनि सारा दुनियाँको हिसाब राख्छन्। हिजो मेरो थियो, आज तपाईँको र भोलि अरू कसैको हुनेछ। ल अब सोचेर बताउनुहोस् त, समय कहिले कसको भयो? हे भगवान, लिनको होइन दिनको योग्य बनाउनुहोस्। प्रसिद्धिको मापन केवल पैसा मात्र होइन। जसले मुटुहरू जित्छ उही प्रसिद्ध हुन्छ। केही मानिसहरूसँग हृदयको ठाउँमा क्याल्कुलेटर हुन्छ, जसले हात मिलाउनु भन्दा पहिला नै फाइदा र नोक्सानको हिसाब राख्छन्। जो मन छुन्छ उही आफ्ना हुन्छन्। जीवन बनाउने काम प्रकृतिले गर्छ, तर सम्बन्धको आयु तपाईँको व्यवहारले निर्धारण गर्छ। घरको बाहिर दिमाग लिएर जानुहोस्, किनकि त्यहाँ दुनियाँ रूपी बजार छ। घरको भित्र सिर्फ दिल लिएर आउनुहोस्, किनकि यहाँ एक परिवार छ। जो तपाईँको बारेमा नराम्रो बोल्छन् उनीहरूलाई धन्यवाद दिनुहोस्, किनभने उनीहरू तपाईँको अनुपस्थितिमा पनि तपाईँको चर्चा गरिरहेका हुन्छन्। अरूले तपाईँलाई कसरी हेरिरहेका छन् भन्ने कुरामा चिन्ता लिनु आवश्यक छैन, किनभने उनीहरू पनि तपाईँले उनीहरूलाई कसरी हेरिरहनु भएको छ भन्ने नै सोच्दैछन् र त्यसैमा व्यस्त छन्। कुनै पनि व्यक्तिको सबैभन्दा सुन्दर रङ्ग उसको मन हो। यदि मन नै सफा छैन भने अनुहारको चमक व्यर्थ हुन्छ। मनमा सत्य, ओठमा मुस्कान र हृदयमा पवित्रता भए जीवन सुखी हुन्छ। कसैले सोधे, तिम्रो आफ्ना को हुन्? मैले हाँस्दै जवाफ दिएँ, समय राम्रो छ भने सबै आफ्ना हुन्छन्, नभए कोही पनि होइनन्। जीवन तब मात्र सजिलो हुन्छ जब तपाईँलाई परीक्षण गर्नेहरू होइनन्, तपाईँलाई बुझ्ने मानिसहरू भेटिन्छन्। मित्रता र सम्बन्धमा त्यति मात्र ऋण दिनु जतिसम्म तपाईँ बिर्सन सक्नुहुन्छ, अन्यथा मित्रता र सम्बन्ध दुवै गुम्ने सम्भावना हुन्छ। सम्बन्ध र मौसम एकै किसिमका हुन्छन्, कहिले सुखद हुन्छन् त कहिले सहनै नसकिने। फरक यति मात्र हो कि मौसमले शरीरलाई चोट पुर्याउँछ, तर सम्बन्धले आत्मालाई। कुनै पनि मानिसलाई त्यति धेरै कसैले बदल्न सक्दैन जति उसको दिलमा लागेको घाउले बदल्न सक्छ। यो संसारको सबैभन्दा मजबुत व्यक्ति नै उही हो जसको दिल टुट्यो, सपना टुटे, आफ्ना पनि छुटे, तर पनि उसले भन्छ कि म ठीक छु। तपाईँको सबैभन्दा ठुलो सम्पत्ति तपाईँको समय हो। जसलाई पनि दिइरहनु भएको छ सोचेर सम्झेर मात्र दिनु। अवरोधहरू केवल जिउँदो मानिसलाई आइपर्छन्, नत्र मरेको मान्छेलाई त जसले पनि बाटो छोडिदिन्छ। जुन मानिसले तपाईँलाई धेरै समय दिन्छ त्यस्तो मानिस बजारमा पाइँदैन, भाग्यले मात्र दिन्छ। भन्नभन्दा सुन्न गाह्रो हुन्छ, सुन्नभन्दा सहन गाह्रो हुन्छ, तर यी सबै कुरा भुलेर सामान्य बन्न सबैभन्दा धेरै गाह्रो हुन्छ। अरूको कुरा सुनेर सम्बन्ध कहिल्यै नबिगार्नुहोस्, किनभने सम्बन्ध त आफ्नै हुन्छन्, अरूको होइनन्। कुनै पनि सम्बन्धको बलियो डोरी हो आँखामा इज्जत र बोलीमा आदर। दोष सधैँ गल्तीहरूको मात्र हुँदैन, प्राय सम्बन्धहरू शङ्काले पनि टुट्ने गर्छन्। जब मानिस भित्रैदेखि मर्छ तब बाहिरका हजारौं खुसीहरूले उसलाई केवल हँसाउन सक्छन्, तर खुसी बनाउन सक्दैनन्। गलत व्यक्तिले जति नै मिठो बोले पनि एक न एक दिन ऊ तपाईका लागि बिमारी बन्छ।
तर सही व्यक्तिले जति नै तितो बोले पनि ऊ एक न एक दिन औषधि जस्तै बनेर उपयोगी हुन्छ। सधैँ यो होइन कि दुःख बढ्दैछ, वास्तविकता यो हो कि सहनशीलता घट्दैछ। समयले आफ्नो रूप परिवर्तन गर्दैन, तर समयले कुन मानिसको कस्तो र कति रूप छ सब देखाइदिन्छ। आफ्नोपन त जसले पनि देखाउँछ, तर को आफ्नो त्यो समयले मात्र देखाउँछ। कसैले तपाईँको प्रशंसा गरे विनम्रतापूर्वक स्वीकार गर्नुहोस् र कसैले आलोचना गरे गम्भीरतापूर्वक विचार गर्नुहोस्। झरीले झर्यो र सुटुक्क भन्यो, गर्मी जस्तो सुकै होस् कहिल्यै स्थायी हुँदैन। जस्तो भए पनि सहयोग गर्न सिक्नुहोस्, स्वार्थ बिना मिलेजुली बस्न सिक्नुहोस् र देखावटी बिना जिउन सिक्नुहोस्। अँध्यारो त्यहाँ छैन जहाँ तन गरिब छ, अँध्यारो त त्यहाँ हुन्छ जहाँ मन गरिब छ। जसका आँखामा तपाईँ असल हुनुहुन्छ तिनीहरूका लागि तपाईँ सधैँ असल नै रहनुहुन्छ, तर जसका आँखामा तपाईँ खराब हुनुहुन्छ त्यहाँ असल बन्नु बेकार छ। तपाईँ आफूलाई परिवर्तन गर्न सक्नुहुन्छ, अरूको दृष्टिकोण होइन। कसैले मेरो नराम्रो गर्छ त्यो कर्म उसको, म कसैको नराम्रो नगरौँ यो धर्म मेरो। सबै आँधी तपाईँको जीवन अस्तव्यस्त बनाउन मात्र आउँदैनन्, कहिलेकाहीँ त तिनीहरू तपाईँको बाटो सफा गर्न पनि आउँछन्। अभिमानलाई गोजीमा राख्नुहोस्, किनभने मानिस रिसले होइन भावनाले जितिन्छ। मूर्खसँग कहिल्यै बहस नगर्नुहोस्। यदि कोही भन्छ कि हात्ती उड्छ, तपाईँ पनि भनिदिनुहोस्, हो तपाईँ सही भन्दै हुनुहुन्छ। आज बिहान मेरो कपडा सुकाउने डोरीमा बसिरहेको थियो,